Good morning and namaste Savila. Today we will be going to do something very exciting, and before that we will look this sunrise beautiful. Ani sachi ke भन्नु पर्दा यहाँबाट जानै मन थिएन, but after this we went for our breakfast. Ani when we went for breakfast we tried something new, that is matcha. अनि this is my reaction. अलि ठिकै थियो. आफ्टर द्याट वी गेट रेडी अनि डान्स गर्दा गर्दै मेरो बुढाको डान्स हेर्नुहोस् है. वी वेन्ट टु ड्रिलिङ अप अनि त्यहाँ चाहिँ एउटा सानो ताल पनि थियो, त्यो हेर्दै अनि एक्साइटिङ हुँदै रेडी हुँदै हामी चाहिँ लाग्यौँ समथिङ एक्साइटिङ गर्न. त्यो चाहिँ जिप लाइन अनि अरू कुरा पनि थियो, तर मलाई चाहिँ जिप लाइनमा चाहिँ एकदम धेरै रमाइलो लाग्यो. अनि फर्स्टमा चाहिँ अलिअलि डर लागिरहेको थियो जिप लाइन गर्दाखेरि, बट इभेन्चुअली मलाई चाहिँ अलि होइन हुन्छ नि ठिक छ ल गर्न सक्छु भन्ने जस्तो फिल भयो. मेरो बुढाको एक्साइटमेन्ट हेर्नुहोस् अनि म चाहिँ यहाँ डर लागेर के बट आई डिड इट. अनि एकदम रमाइलो भयो यो दिन चाहिँ, एकदमै रमाइलो. अब यस्तो कुराहरू मैले पहिला गरेको थिइनँ, सो इट्स भेरी एक्साइटिङ फर मी. And that's it, very tired. अनि यो चाहिँ लास्ट डे थियो ट्रिपको, सो वी वेन्ट होम. अनि यतिकैमा रात पनि भयो. गुड नाइट गाइज, सी यु इन द नेक्स्ट भिडियो.